नमस्कार सबैमा शुभ बिहानी। हाम्रो चाहिँ हेर्नुहोस् न मकै रोपेको थियो, सुगाले सबै खाइदिएर आज यी हरियो पो भाँचेर राख्नु पर्यो नि। अब हेर्नु यी अलिअलि काम गर्नुपर्छ। यता हाम्रो श्रीमानज्यू पनि हुनुहुन्छ मकै बारीमा, दुईजना भएर भाँच्दैछौँ। 20 रुपियाँ छुट्टी आउनुभएको मकै भाँचेर दिन गयो। हेर्नु त यी के भन्नु त्यतिको बसेर खानु पनि भएन भनेर यसो टाइम पाएको मकै लगाएको पाएको त भयो। मकै खन्काउनु पर्यो, मकै खन्काएर बुढो पनि खेती सकिन्छ। हाम्रो त यस्तै छ यो जिन्दगी, गाउँले जिन्दगी। हजुरहरू मेरो युट्युब च्यानल पनि हेरिदिनुहोस् ल, सब्सक्राइब गरिदिनुहोस् तीर्थको मनुमा गएर। धन्यवाद।